हजुर यो आमैलाई मैले लगभग 1.5 वर्षदेखि यो बाटोमा माग्दै गरेर देखेको थिएँ खास के हो नि लाउनु आमा पैसा चोरै हो 10 रुपियाँ पैसा त दिउँ लिनु तर यो थापाथली चौक हो अनि यहाँनिर ट्राफिकले अहिले कारबाही गरिरहेको छ यहाँ देख्न सक्नुहुन्छ यहाँ ट्राफिकले कारबाही गरिरहेको छ फेरि यो ललितपुरपट्टिबाट आउनेलाई मात्रै यो लेन क्रस गर्नेलाई मात्रै हो फेरि उतापट्टिबाट आउनेहरूलाई फेरि गर्दैन होइन उता स्याड न्युज गाइज प्रशान्त तामाङज्यू जुन सिङ्गर कम्पोजर एक्टर हुनुहुन्थ्यो उहाँ हामी माझ रहनु भएन सो हेलो एभ्रिवान वेलकम ब्याक माई अनदर भिडियो आज बिहानै फोन आयो मलाई म चाहिँ किनकि आज बिदा हो आज चाहिँ खासमा भन्दाखेरि पृथ्वी जयन्ती अनि राष्ट्रिय एकता दिवस सबैलाई त्यसको शुभकामना पनि अनि म चाहिँ त्यही सोचेर आज अफिस बिदा भनेर सुतिरहेको थिएँ है फोन आयो कि ए अलिकति काम पर्यो अफिस छेउछाउतिर जाउँ न अफिससम्म भनेर सरले फोन गर्नुभयो म कन्फ्युज भयो उठेर पकाएर खाएर आउनु पर्यो त्यसो भए 1.5 घन्टा अर्को लाग्छ है भनेर भने मैले सरलाई ए हुन्छ भनेर भन्नुभयो त्यहाँबाट मेरो 1 करोडको माल पाक्दैछ यहाँ हाम्रो बोइलर पाक्दै हुनुहुन्छ यो चाहिँ 1 करोड जति पर्ने भेडा हो हल्का छौट पनि पर्छ चाहिँ यो ग्यासमा त्यस्तो मजाले फेरि पाकिहाल्दैन अनि के भन्दै थिएँ म सो अब यो खाना खाएर चाहिँ अनि म जानुपर्ने हुन्छ अफिस नै गइन्छ लगाइज खानपिन गरेँ एकदमै हतार भयो मलाई अफिस निस्किनु अनि म चाहिँ लुगासुगा लाएर अहिले चाहिँ निस्किनु लाग्यो अफिस है म अरूभन्दा नि एउटा फाइल छ कि त्यो अर्जेन्ट अफिस पुऱ्याउनु भन्छ कि त्यो गरेर पनि आज निस्किनु पऱ्यो म अहिले चाहिँ गाडीमा आइपुगिसकेँ गाइज अब म चाहिँ गाडी लिएर जान्छु कपाल त के भएको त राम्रो क्याब टोपी लगाएर आएको थिएँ नि त जस्ट क्याब टोपी लगाएर आएको थिएँ अनि यो पर्फ्युम छैन है यो अस्तिको दिन गएको थिएँ मैले यस्तो मिठो बास्न आइरहेको छ कि सो अहिले चाहिँ 10:12 गइसक्यो म चाहिँ अहिले लाग्छु अफिसतिर मलाई हतार भइसक्यो पछाडि यहाँ बाइक लिएर राखेको छु फेरि बाइक राखिदिएको छु हतार भएको थियो बाइक लिएर आएको आजभोलि बाइक लिएर आउँछु म के अरे नजिकसम्म भए पनि सो लेट्स गो गिरिसका गाना सुनेगा भनेर भन्थ्यो अब त्यही गाना सुन्दै जानु पऱ्यो अगाडि ट्याङ्कर लाग्दियो यस्तो डिलिन्छ अब यो ओभरटेक गर्ने पनि बाटै छैन अरे यसले त तनाव पो दिन्छ त ए दियो कि या साइड मलाई हाई थ्याङ्क यू सो मच यति भइसक्यो मलाई अनि अलिकति गुटुङटुङ लगाएर हिँड्नु सजिलो भयो नि त हो भन्नु जन्थ्यौँ नि अन्त गाना सुन्दै जाउँ है अर्को उताबाट गिरिसका गाना सुन्नेका भन्दै आएको जाममा पर्यो म त म यो ट्राफिक प्रहरीहरूलाई एउटा जानकारी के गराउन चाहन्छु भन्दाखेरि चाहिँ सिंहदरबार र थापाथलिया मात्रै चिट काट्दैमा त्यो पनि लेन क्रस गरेको यो अहिले यहाँ चिट काटिराखेको देखिन्छ होइन यहाँनिर ट्राफिकहरूले हजुर यो आमैलाई मैले लगभग 1.5 वर्षदेखि यो बाटोमा माग्दै गरेर देखेको थिएँ खास के हो नि लाउनु आमा पैसा चोरै हो 10 रुपियाँ पैसा त दिउँ लिनु यहाँनिर मैले के भन्दै थिएँ भन्दाखेरि चाहिँ प्रायः तपाईँहरूले मतलब लेन क्रस गर्छ नि हुन्छ नि लेन मिचेको चाहिँ तपाईँहरूले अरू ठाउँमा कारबाही गरेको देख्नुहुन्न होला तर यो थापाथली चौक हो अनि यहाँनिर ट्राफिकले अहिले कारबाही गरिरहेको छ यहाँ देख्न सक्नुहुन्छ यहाँ ट्राफिकले कारबाही गरिरहेको छ फेरि यो ललितपुरपट्टिबाट आउनेलाई मात्रै यो लेन क्रस गर्नेलाई मात्रै हो फेरि उतापट्टिबाट आउनेहरूलाई फेरि गर्दैन होइन उतापट्टिबाट आउँछ नि जति पनि अनि सिंहदरबारमा गर्छ यति दुई ठाउँमा अनि त्यो लेन क्रस गर्नेलाई कारबाही गरेर अरू ठाउँमा नगर्दा हुने हो र नेम जताततै कडा गरे पो हुन्थ्यो त अरू ठाउँमा लापरवाही छोडिदिएको छ कृपया यो भिडियो ट्राफिक कार्यालय अनि बगीखानाको चिप्सहरूसँग पुग्यो भनेदेखि कृपया सबै ठाउँमा कृपया लेन अनुशासन चाहिँ पालना गराउनु होला सबै ठाउँमा कारबाही गर्नु होला र सबै चालकहरू पनि लेन अनुशासन पालना गर्नु होला ए आज पृथ्वी जयन्ती गाइस यहाँनिर त यस्तो पो लगाइएको छ नि त नि अब हुन त पृथ्वीनारायण शाहले जमाना उसको उमेरमै देशलाई एकीकरण गरेका थिए त्यही सम्झेर होला अहिले बुढापाकाहरूले पनि म पनि देशलाई देशको हितको लागि देश र जनताको लागि गर्छु भनेर भन्दै आफ्नै मर्ने बेलामा पेट भर्दै बसिरहेको छ के भन्ने
ल गाइस म पिस्टक्क लाएर आइपुगेँ अब भनेदेखि एउटा ब्ल्याक कफी कडक बनाएर खाउँ गाडीको साँच्चै भेरी स्याड न्युज गाइज प्रशान्त तामाङज्यू जुन सिङ्गर कम्पोजर एक्टर हुनुहुन्थ्यो उहाँ हामी माझ रहनु भएन है हुन त यो भिडियो ढिलो आयो तपाईँहरूमा होइन तर अब उहाँको निधन चाहिँ जनवरी 11 दिल्लीको हस्पिटलको नाम ठ्याक्कै बिर्सेँ उहाँलाई चाहिँ त्यो हृदयघात भन्दा पनि अझ डेन्जर रोगले अलिकति च्यापेको हुनाले हस्पिटलमै एडमिट हुँदै उहाँको निधन भएको छ नेपालको नेपाली भाषी इन्डियन आइडल प्रथम हुन सफल हुनुहुन्थ्यो उहाँ कम्पिटिसनको दौरानमा उहाँले यति धेरै भोट लिएर जित्नु भएको कि अहिलेसम्म त्यो डिजर्भ गर्ने नेपाल आइडलमा कोही नै छैन मलाई त्यहाँसम्म लाग्छ अहिले अब भोटको प्राइस महँगो भयो होला कन्टेस्टेन्टहरू पुरै देशबाट आउनु थाल्यो होला इन्टरनेसनलबाट आउनु थाल्यो होला तर जुन हिसाबको त्यो टाइममा कम्पिटिसन थियो उहाँको ट्यालेन्टभन्दा ज्यादा भोट यानि कि उहाँलाई धेरै मन पराइएको थियो कोही रियालिटी सोबाट यति चर्चित भएको थिए सिङ्गर एज एन सानो उहाँ इन्डियन पुलिसमा हुनुहुन्थ्यो अनि त्यो पुलिसबाट उहाँ जुन जानुभएको थियो उहाँको बारेमा मैले पहिल्यै नै हुन्छ नि मैले जति डिटेलिङहरू थपाएको थिएँ त्यति डिटेलिङ त मलाई नेपाली सिङ्गर अरू इन्टरनेसनल सिङ्गर अथवा आर्टिस्टहरूको बारेमा थाहा थिएन जो उहाँको बारेमा थाहा थियो उहाँ नेपाली एक्टर पनि यति धेरै इस्टाब्लिस्ड एक्टर हुनुहुन्थ्यो है जो साह्रो दुःख लाग्यो पत्याउन गाह्रो भइरहेछ मलाई यो टाइम होइन जस्तै उहाँको एकदमै ठुलो फ्यान थिएँ अब उहाँको सङ्गीतहरू उहाँले गरेको सिर्जनाहरू उहाँले गरेको अभिनयहरू सदाबार रहनेछ होइन अब प्रकृतिको लीला हो एक दिन त सबै जानै पर्छ तर नपत्याउँदो तरिकाले निधन भएको हुँदा चाहिँ साह्रै नै स्याड भइएको छ एकदमै दुःख लाग्छ धेरै धारण गर्ने शक्ति मिलोस् उहाँको परिवारलाई र स्वर्गमा बास होस् कुन चाहिँ भिआइपीको सहर भइरहेछ यतातिर अहिले चाहिँ म छु हिमालयन जाभा हरिसिद्धिमा यहाँ तपाईँले जस्ट देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ म चाहिँ सरसँग छु अनि सर चाहिँ कफी लिन जानु भएको छ मैले अघि अफिसमा नि खाएँ कफी अब यहाँ सरले पनि कफी खाँदै जाउँ न भनेर भन्नुभयो कफी लिएर आज अब यति अहिले 5:30 हुन लागिसक्यो होइन 5:30 हुन लागिसक्यो यति बेला कफी खाएर भरे कसरी निदाउनु अब गाडीको ब्याट्री चार्ज सकिनु लागेको छ गाइस मैले चार्जमा हाल्दिएँ अहिले 29 छ होइन रातभरिमा कति घन्टा लाग्छ भन्दाखेरि नि 29बाट 100 हुनुलाई कति टाइम भन्दाखेरि 12 घन्टा 33 मिनट रह्यो यति 29बाट 100 हुनलाई अन्त स्लो चार्ज हुँदैन यार अब आजभोलि त फेरि बत्ती पनि जान थालिसक्यो अब कुमार घिसिङले पनि रिजाइन गरिसक्यो होइन 3टा मन्त्रालय सम्हालिरहेको मन्त्रीलाई राजीनामा दिन लागेको थियो प्रधानमन्त्रीले सकियो नि कसले पो दिएको थियो के गुप्ता होइन अनि अर्को जगदीश खरेलको त ठिकै पनि भयो मैले घरमा अस्तिर टावर ठडिरहेको छ यहाँ टावर नेटवर्क जडान गरिदिनु भनेर रिक्वेस्ट गरेँ मेरो कुरा सुनेनन् त्यति गरिदिएको थियो भने म पनि जगदीश खरेल जिन्दाबाद भन्थेँ नि राम्रो काम गरेको भन्न कामै गर्न नपाइ अब मन्त्रीबाट राजीनामा दिनुभयो त के भने होइन 5:42 गयो अब जाने रुमतिर गाइस म आइसकेँ रुममा अब भने मेरो काम पकाएर खाने हुन्छ अब जस्तो अहिले यहाँ पानी तताइरहेको छु होइन अब अहिले अब 6 बज्नै लाग्यो अब पकाउँदा ओर्दा खाने बेलासम्म 7 बजिहाल्ला यताउता एडिटिङ गरिन्छ सो अनि आज भ्लग मैले लम्ब्याउनै सकिनँ मतलब हुन त अब यस्तो छ फेरि अहिले एकदमै पुरै डाउन चलिरहेको छ च्यानल होइन तपाईँहरू सबैलाई थाहा छ नि मैले च्यानल खोलेर चलाएको 5 वर्ष भयो 6000 सब्सक्राइबर छन् हुन त यो पनि एउटा लेभल हो एउटा प्रगति हो मेरो लागि त ठुलो अचिभ नै छ भनौँ मेरो लागि चाहिँ अब अहिले देखावटी दुनियाँमा त यो के नै हो र जस्तो लाग्छ तर जसले स्टार्ट गर्छ जसले भोगिरहेछ त्यो सबले रिलेट गर्छ होइन मैले भन्न खोजेको बुझ्नुभयो होला तपाईँहरूले मतलब म यहाँसम्म आउँदाखेरि कति स्ट्रगल गरेको थिएँ जस्तै अहिले थोरै रहेछ सब्सक्राइबर जसले भन्छन् नि खुद आफैले च्यानल खोलेर भिडियो हालेर त्यति बनाउन कति गाह्रो हुन्छ भन्ने कुरा जस्तै मान्छेलाई मात्रै थाहा हुन्छ क्या सो एनिवे आजको भिडियो चाहिँ म यतितिर एन्ड गर्छु अब अलिकति स्याडनेस भयो अलिकति फन भयो यस्तै मिक्स भयो आज मैले धेरै कुराहरू जोड्न पाइनँ सो हामी भेट्छौँ नेक्स्ट भिडियोमा अहिलेलाई भने च्यानल सब्सक्राइब गरेर जानु होला कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला भेट्छ हामी नेक्स्ट भिडियोमा थ्याङ्क्स फर वाचिङ बाई